हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। युके आएको 3 मन्थपछि चाहिँ मैले आफ्नो भोइस ओभर गरेर मैले जति पनि म यता युके आउँदा चाहिँ भिडियोहरू क्याप्चर गरेको थिएँ त्यो चाहिँ मैले अपलोड गर्दैछु। मलाई घरबाट बिदाइ गरेको, माइतबाट बिदाइ गरेको भिडियो नै बनाइएन। त्यस्तो बनाउने मुडमा नि थिएन, एकदम कस्तो स्याड मुमेन्ट थियो, त्यही भएर क्याप्चर नै भएन छ। अलिअलि फोटो त थिएँ बट मैले फोटोहरू पोस्ट गरेन। काठमाडौँ आइसकेपछि अनि मेरो भोलि फ्लाइट छ भने आज जस्तो हामी पशुपति दर्शन गर्न गएको थियौँ। त्यसको भिडियो हो। यहाँ चाहिँ मेरो हस्बेन्ड मलाई चाहिँ छोड्न भनेर मेरो घरदेखि मेरो हस्बेन्ड र मेरो नानी आउनुभएको थियो। अनि मेरो माइतीदेखि मम्मी अनि दिदी बाबा आउनुभएको थियो। यो चाहिँ नानाको रुम, मेरो सासू मम्मीको बहिनीको रुम। अनि हामी चाहिँ यहीँ बसेको थियौँ। यहीँदेखि चाहिँ मेरो बिदाइ भएको। मम्मी बाबा दिदीहरू चाहिँ नजिकको होटेलमा बस्नुभएको थियो। यहाँ चाहिँ मलाई नानाको रुमदेखि बिदाइ गर्दै नानालाई चाहिँ टिका लाउन नमिल्ने भएको भएर चाहिँ मलाई सुजनले चाहिँ दही खुवाएर टिका लाएर बिदाइ गर्दैछन्। अनि त्यहाँदेखि हामी यहाँ एयरपोर्ट पुग्यौँ। एयरपोर्टको चाहिँ थोरै थोरै क्लिपहरू मैले त्यस्तो प्रपर वेमा भिडियो नै बनाउन मन लागेन, खै किन हो अलिअलि क्याप्चर गरेको छु। यहाँ चाहिँ बाबा, मेरो बाबाले चाहिँ मलाई टिका लाएर दही खुवाएर चाहिँ बिदाइ गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ एयरपोर्ट चाहिँ अलि चाँडै पुगेको थियौँ कि, लाइक मेरो चाहिँ 11 बजीको फ्लाइट थियो, होइन 10:30को फ्लाइट थियो। अनि हामीलाई चाहिँ 7 बजीभित्र त्यहाँ पुग्न पर्ने थियो। हामी चाहिँ अलि चाँडै गएको थियौँ किनभने मेरो बाबाले चाँडै जाने भन्नुभयो। के अरे अलि रस गरेर गयो भने उही टिका लाउने बिदाइ गर्ने पठाउँदा चाहिँ नरमाइलो हुन्छ। अलि अगाडि गएपछि चाहिँ त्यहाँ माहौलहरू बन्छ एकछिन, अनि फोटोसोटो खिचिन्छ अलि फ्रेस मुडमा, अनि त्यसपछि पठाउने हुन्छ भनेर चाहिँ अलिक अगाडि गएको थियौँ हामी चाहिँ। अझै मेरो मम्मी अनि मलाई टिका सिका लाएर अहिले 3 महिनापछि पनि मलाई यो भिडियोहरूमा भोइस ओभर गर्दा चाहिँ कस्तो कस्तो लागिरहेको कि, लाइक नराम्रो फिल हुने कि म कम्फर्टेबल नै फिल भइरहेको। स्टिल 3 महिना भइसकेर पनि कस्तो कस्तो लाग्छ। अनि मलाई भिडियो बनाउनै मन लाग्दैन। भ्लगिङहरू गर्ने मान्छे हो, नेपाल बुद्ध मन पराउने। अहिले चाहिँ मुडै हुँदैन। त्यही नै आज चाहिँ मैले बनाएँ, राख्न मन लाग्यो। यो चाहिँ मेरो माइली दिदी। यसरी चाहिँ मेरो बिदाइ गरिदिँदै हुनुहुन्छ। फोटो खिच्ने, भिडियो बनाउने। यहाँ चाहिँ मेरो नानी एकलौटी नन्द। त्यसपछि म बोर्डिङ पास लिएर भित्र आएँ। त्यो भिडियो फेरि क्याप्चर भएन छ। यो चाहिँ वेटिङ रुममा है, दुईवटा चाहिँ मेरो बहिनीहरू। अनि यहाँ चाहिँ हामी वेट गरिरहेको थियौँ, वासरुममा थिएँ म चाहिँ यो भिडियो क्याप्चर गर्दा। अनि बहिनीहरू एउटा कपिलवस्तुको, एउटा चाहिँ थाहा भएन कहाँको बहिनीहरू थियो। सँगै फ्लाइट थियो। मेरो चाहिँ कुवेतमा ट्रान्जिट थियो। यो बहिनी चाहिँ कपिलवस्तुको हो। उसको र मेरो सँगै एउटै सिट भनेर काटेको, भरे उसको चाहिँ अगाडि पर्दिरा। अनि यो बहिनीहरू पनि थिए। अनि कुवेतमा थियो नि त, अनि गेट 6बाट चाहिँ भित्र पास भएर जानु पर्थ्यो। अनि सबै त्यो चेकिङ भएर भित्र आइसकेपछि यो चाहिँ त्यो प्लेनसम्म जानलाई चाहिँ गाडी लिन आउँछ। अनि गाडीमा चढेर अनि प्लेनमा बसिसकेपछिको यो भिडियो। अनि मलाई चाहिँ यो एयर होस्टेस मन परेको। हामी तिनजना चाहिँ बसिसकेपछि मेरो तिनजना चाहिँ सँगै यात्रा गर्दैछौँ। ब्याचलर पढ्नु सेफ जर्नी टु अस। अनि क्याप्चर गरेँ। अनि के बस्दा बिजुन यस्तो इमोसनल भएको थिएँ म, के भन्नु। कस्तो धेरै मलाई नानीले मेसेज गर्नुभयो नि त, मेरो नन्द मामा ससुराको छोरी स्वीकृति नानीले। अनि त्यसपछि त्यो मेसेज पढेर चाहिँ यस्तो इमोसनल भयो एकछिन, कस्तो गाह्रो भएको थियो मलाई पढ्दा पनि। अनि त्यसपछि हाम्रो प्लेनले फ्लाइट लिँदैछ।
मेरो फर्स्ट एक्सपिरियन्स पनि थियो होइन। फ्लाइट लाइक मेरो त डोमेस्टिक पनि गरेको थिइनँ, फर्स्ट नै इन्टरनेसनल फ्लाइट भयो। सो अलिअलि एक्साइटेड नै थियो कस्तो हुन्छ के हुन्छ भनेर। अनि यहाँ मेरो फर्स्ट त्यो हुन्छ नि प्लेनले फ्लाइट लिँदाको रियाक्सन पनि छ होला मेरो पछाडि। एन्ड दिस इज माई फर्स्ट इन्टरनेसनल फ्लाइटको रियाक्सन थियो। यस्तो डर लाग्यो मलाई चाहिँ। मेरा दोस्त थे, दोस्तहरू, बडीगार्ड मेरो भाइहरू। जाँदा माया हाँस्दै nice. Hiding pain inside, I am enjoying the Kuwait airport. कुवेतपछि लन्डनको लागि चाहिँ नयाँ फेरि अर्को प्लेनमा बस्यौँ। यहाँ चाहिँ मेरो पार्टनरहरू अनि यताको उहाँले चाहिँ चोको पाइदिनु भएको थियो, खाइरहेको थिएँ। अनि त्यस चाहिँ म्याप हेर्न मिल्थ्यो होइन अगाडि। अनि स्क्रिनमा म्याप हेर्दै बसेँ। एकछिन चाहिँ बोर लाग्ने क्या, मुभी हेरे नि हुने, मलाई फेरि मुभी हेर्न मन नपर्ने। अनि हाम्रो चाहिँ अझै फ्लाइट लिएको थिएन, अनि त्यही भएर एकछिन वेटिङमा। यो चाहिँ खाना। अब यहाँदेखि चाहिँ नेपाली खाना मिस हुन थाल्छ। के हो हेर्दा फेरि कति धेरै चाहियो खाना, तर के हो खान कि मन नलागेर, झ्याउ लाएर, मिठो पनि नभएर बिल्कुलै टेस्ट चिसो भएको थियो मलाई। अनि मैले चाहिँ त्यहाँदेखि फाइनल्ली म चाहिँ लन्डन एयरपोर्ट पुगेँ। त्यहाँ चाहिँ सर र म्याम मलाई लिन आउनुभएको थियो। म्यामले कति ठुलो डेरी मिल्क अनि फ्रेस रोज बुके ल्याइदिनु भएको थियो। यो मोमेन्ट त म अहिले सम्झिँदा नि कस्तो हुन्छ, लाइक कोही नभएको ठाउँमा यसरी लिन आउँदा चाहिँ डिफ्रेन्ट फिलिङ्स क्या। कति खुसी मिल्छ, कति यस्तो डर लागिरहेको थियो, टाइममा आउनुहुन्छ कि नै लिन, के हुने भइरहेको थियो। थ्याङ्क गड टाइममा एकदमै एक मिनट पनि वेट गर्न परेन, आउनुभयो। मस्ट थ्याङ्कफुल टु देम, यति धेरै हेल्प गरिराख्नु भएको छ। अनि एकछिन यताउता फोटो खिच्यौँ अनि त्यसपछि हामी ब्याक टु रुम